दाँत कोटार भ्याइयो यसको दाँत चाहिँ यहाँ दारे छ लुकाइ दाँत दारे दाँत देखाउनु पर्छ टोड्को देखाउनु टोड्को दाँत साथ कुहिया सब किराले खाएर भ्याख यसको हामी चाहिँ बाख्रा हेर्न आएको यहाँ आज बुढाबुढी बाख्राहरू चर्यान् हामी अर्डरबारीमा बस्यौँ घाँस छ हरियाली हरियालीमा बस्नुको आनन्दै छुट्टै हो साथीहरू के गर्ने तर पनि गर्मी हुन्छ गर्मीमा बस्नु पर्यो खटाएर जिन्दगीमा दुःख नगरी सङ्घर्ष नगरी केही बोलाउनु साथीहरू त्यसैले बाख्रा अर्डरमा ग अब मिना जान्छौँ दुगुरी छन् यस्तै छ साथीहरू बाख्रा हेर्न पर्यो बेरोजगारी मान्छे बाख्रा हेर्ने बस्ने यस्तै हो गाउँको काम आज चाहिँ हामी बुढाबुढी नुहाइधुवाइ गरेर आएको बाख्रा हेर्न अनि अलि आज हाम्रो थकान अलि बढी छ बुढाबुढीको जो आज हामी बिहान गहुँ काटेर बालेर अनि फेरि बुस राखेर आएको आज भएर एकछिन बाख्रा हेरौँ बन्द अब बाख्रा हेरेर नि भ्याइयो अब साँझको 5 बजी सक्यो साथीहरू अब एकछिनमा हामी घर जान्छौँ खाना खान्छौँ अनि फेरि फार्ममा जानुपर्छ आज बुढाबुढी दाइहरू धेरै दिन भयो फार्ममा बसेको अब आज हामी कहाँ जाने हो मिना सुत्न फार्ममा जाने हो आज बुढाबुढी फार्ममा सुत्यो ट्याप्टा हाने के जत नगर उल्टो गरेर हान्ने अनि फेरि यस्तो गरेर यस्तो उल्टो गरेर हान्ने अनि फेरि ट्याक्टर खुन्ने जिब्रोमा खुन निकाल्ने के अनि यस्तै छ साथी के गर्ने चैत दसैँ के खायो मैले मटर खाऊ चैत दसैँ आउन लाग्यो के गर्नु चरा हेर्नु चरामा जुम हुन्न होइन अघि उहाँ हेर न बस्यो हरियाली छ के मौसमले च्यालेन्ज गरेछ आज पानी आउला जस्तो मौसम सफा छ यिनले फेरि मुखमा केही न केही नहाली बस्न सक्दैन नि यहाँ अनि 5 चबेरा थिइन् भर फेरि मटर अलि एकछिन माटो नि खान्छन् दारे बुढी भएपछि यस्तै हो ल साथीहरू आजको भिडियो यति नै बाई बाई आई लभ यु नेक्स्ट डे फेरि आउनेछौँ न्यू भिडियो लिएर हामी चाहिँ नेक्स्ट डे चाहिँ चैत दसैँको दिन बनाउँछौँ त्यसपछि अब कहिले आउँछ थाहा छैन तर चैत दसैँको दिन चाहिँ बनाउँछु म के गर्नु साथीहरू माथि जान पाएन म धुरो धुरो नरौ सान्नाने अब माइत यही मनाउने हो चैत दसैँमा अब भिडियो नि हाम्रो आएको छैन साथीहरू अब कन्टिन्यू 1 महिना 1.5 महिना भयो अहिले नआएको अनि हामीले हिजो बर्थडे नि मनाइसक्यौँ साथीहरू बर्थडेको भिडियो हेर्नु होला अब बर्थडे मनाइसक्यौँ अब हेर्नु होला लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला साथीहरू नयाँ वर्ष आउँदैछ नयाँ वर्ष आउँदैछ अब हामीले कन्टिन्यू गर्छौँ अनि अहिले खासै कामले गर्दा हामी रेगुलर भिडियो हाल्न पाइँदैन के छ भन्नु होला गहुँ काट्न साथीहरू गहुँ ठेसर लगाएर भुस लिनु पर्यो धेरै काम आज भर्खर दिउँसो बिहानभरि 5 बजे गएर साथीहरू भुस एक टाली लोड गरेर 2 बजे आएको घर नुहाइधुवाइ गरेर फेरि बाख्रा हेर्न आएको अब हामी चाहिँ फेरि एकछिन बाख्रा हेर्छौँ यही हो सब गाउँ हो गाउँको बिचमा हल्का खाली ठाउँमा आएको अब ठाउँ नि छैन बाख्रा चराउने अब बाख्रा बान्ने हो एउटा यहाँ बाख्रा फार्म छ त्यो बाख्रा फार्म हो यस्तै हो सिन गाउँको सिन यही हो उताको गाउँ फेरि डुम्रा हो
त्यो अघिको यहाँ पछि ताल छ अडबारी पछि ताल छ पोखरी छ कुलो छ सब यता हाइवे पछि छ हाम्रो पछि हाइवे छ बाटो छ घर छन् सब घाम हल्का डुब्न लागिसक्यो हल्का घामले ल हुन्छ साथीहरू आजको भिडियो यति नै हेर्दै जानु होला किप लभिङ किप सपोर्टिङ बाई बाई